फर्स्टकै बाटोमा त्यही झ्याउ हुन्छ आउँदाखेरि। अहिले चाहिँ बेलुका भइरहेछ अनि केटाहरूले चाहिँ यहाँ तल एउटा ग्राउन्ड जस्तो छ क्या, त्यो ग्राउन्डमा चाहिँ अफरोड राइड हान्न भन्ने कुरा गरिरहेको छन्। त्यही हो, अलिकति झ्याउ चाहिँ झ्याउलाई लागिरहेछ, अल्छी लागिरहेछ। जेआरटीले जाम भनेपछि यसो गइदिउँ भनेर बोल्न चाहिँ अलि अल्छी नै लागिरहेछ। मेन भनेको फेरि यसमा फेरि के भन्छ, साउन्ड त्यति राम्रो रोक्दाखेरि ठिकै साउन्ड आउँछ, तर चलाउँदाखेरि त्यति राम्रो साउन्ड आउँदैन कि यसमा। हाम्रो बोलीको भन्दा पनि बाइकको साउन्ड चाहिँ धेरै आउँछ, किनकि यसमा त्यस्तो एक्सटर्नल माइकहरू एडाप्टरहरू केही पनि युज गरेर नगरे भएर होला। त्यही हो। अहिले चाहिँ म ठ्याक्कै गाउँदेखि तल साइडमा छु। कता कता जस्तै बनाइछ होइन अगाडि। अहिले चाहिँ हामी तल मेन बाटोमा चाहिँ पुगिसकेका छौँ अनि यहाँबाट सिधै चाहिँ खलङ्गा जाने बाटो हो। हामी चाहिँ अलिक जानुपर्ने हुन्छ कि अगाडि चाहिँ जिगाजी गइरहेको छ। अस्ति पनि 2 दिन चाहिँ लगेको छ बाटो, बाटो चाहिँ, तर पनि आज चाहिँ अलिक मसिनो बनाएर चाहिँ बाटो। पानी पऱ्यो भने चाहिँ फर्स्टकै बाटोमा त्यही झ्याउ हुन्छ आउँदाखेरि, जाँदाखेरि फरक पर्दैन, आउँदाखेरि चाहिँ अलिक घटी केयरफुल भएर आउनु पनि हुन्छ। सायद हामी यहाँबाट माथि लिने ग्राउन्ड अगाडि चाहिँ यहाँ भोपालै थियो। सही हो। जेआरजी प्रसार चाहिँ सायद यहाँ फर्स्ट टाइम आएको जस्तो लाग्छ। मैले चाहिँ 2 चोटि ल्याइसकेँ, अस्ति पनि ल्याएको थिएँ। यहाँ ल्याएर ऊ माथि कहाँ छ माथि चाहिँ झन् भोपाल थियो, माथि झन् भोपाल छ। ग्राउन्ड चाहिँ ठिकै भएको छ, नट ब्याड है, राम्रै छ त ग्राउन्ड यार। ओइ त्यहाँबाट हाल्ने कि त, त्यहाँनिर यता हाल्नुपर्छ कि जान त गइहाल्ला कि हालौँ है। खै हाल त कस्तो हुन्छ। एउटा ढुङ्गा हाल्ने कि बिचमा, बिचमा पर्छ जस्तो छ कि अलिकति पछि ग्याप भए पनि हुन्थ्यो। जाम त्यहीँबाट जाऊँ तपाईँलाई ऊ त्यो डिपुटी। यहाँ त व्यवस्था भइहाल्यो त्यहाँ, यस्तो राम्रो बाटो त्यहाँनिर यस्तो अब यता हाल्नु जान्छ जान्छ त्यस्तो यार। जाला यहाँबाटै पछि पनि ग्याप भएन कि धेरै गाह्रो छ गाह्रो। एकचोटि ट्राई गरौँ, गयो भने गयो न त ताम। जेआरजीको त मजाले गइहाल्यो खै यार, गाह्रै भने तलबाट टार्ची खान्छ भनेर हो। इजी लगाउँ अब यहाँबाट माथि चाहिँ डेन्जर बाटो सुरु हुन्छ कि। गाईहरूलाई डिस्टर्ब हुन्छ कि यार। तल 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 ओइ मान्छे ओइ खत्रै बाटो छ त।
सायद इजी गइहाल्छ मेरो पनि लगभग गइरहेको छ अहिलेसम्म चाहिँ माथि कहाँसम्म जान्छ भन्ने कुरा यस्तो यस्तो बाटोमा फेरि बाइक चलाउन सही मजा आउँछ क्या खै यहाँ त टच हुन्छ क्या यार चिकन तपाईँ गयो बल्ल बल्ल कताबाट जाने हो अहै ओइ कहाँसम्म जान्छ बाटो यार यता यता घुमायो अगाडि लास्टै छुट्टी यस्तोसम्म चाहिँ मजा आउँछ चिकन अलिकति त्यसको भन्दा ग्राउन्ड देखिन्छ थोरै कम छ कि झ्याउँछ यार कताबाट हाल्छ नि राजा फर्स्ट मान्छे होला हामीले लिएर आउने यार यहाँसम्म आउँदो रहेछ त्यस बाइक फर्स्ट मान्छे होला हामी यहाँ लिएर आउने सो यो ठाउँमा चाहिँ फर्स्टको लागि हामी बाइक लिएर आउने एक दुई ठाउँमा हल्का टच भयो तल ग्राउन्ड क्लियरेन्स कम भएर अरू त मजै आयो सो देख्न सक्नुहुन्छ यो ठाउँमा चाहिँ फर्स्ट टाइम बाइक ल्याउनु चाहिँ हामी होला होइन रोड त त्यहाँ हामीले यहाँ बाइक ल्यायौँ त्यहाँ घाइ हुँदै हाम्रो गाउँ चाहिँ माथि हो सही हो यो ठाउँमा हामी दुईटाले कस्तो भइरहेको छ बब्बाल यार मार्केट पुरै नगर सही हो यस्तो कस्तो अरे त्यो सिन्कोट बबालै छ यो बबाल अझ यहीँ त्यो हेन्डीबाट बाटो भयो त माथि पनि जाँदो रहेछ कि हेन्डीबाट बाटो भएको माथि पनि जान्थ्यो होला यति हेन्डी भएको ट्र्याक्टर जाने बाटो थियो पहिला अब आजभोलि छैन होला एकछिन चिसिनु नि बाइकलाई त्यसपछि गरेर निस्किँदा के अरे त्यो गर्ने कि त हुन्छ त्यहाँ सिम छ होला नि न त त्यही सिमसिमेतिर ल्याउँदा मजा आउँथ्यो तल्लो तल्लामा त्यही त गाह्रो छ अब चाहिँ हामी फर्किने भन्दा पनि यहाँ उता गएर त्यहाँ बिचमा भिडियो बनाउनु पर्ने हुन्छ यता पनि जान्थ्यो हामी आएको कताबाट हो यसो भिडियो बनाउने कि त तल नहालौँ कि त के हाल्ने र फर्स्ट पनि हाल्ने मात्रै हाल के आएर माछालाई फर्स्ट पनि जाउँ अहै
यहाँ त पुरै धानै धान हुन्थ्यो पुरै माथिबाट यस्तो पहिरो आएर आज यस्तो छ ओहो नाच के हुन्छ के बनाउने रिल बनाउने सो अब चाहिँ हामी यहाँबाट जानुपर्ने हुन्छ निस्किने भन्दा पनि यहाँबाट तल सायद बाटो बाइक जान्छ भने चाहिँ हामी खोलासम्म जाने भन्ने कुरा छ त्योभन्दा पहिला हामीबाट भेटेपछि पर्छ जस्तो लाग्यो यस्तो तेर्समुखी राखेर दुईवटा बाइकलाई चाहिँ मजाले यस्तो गर्दाखेरि ढोका लाग्यो जस्तो लाग्यो आइ ओइ बबाल देखिरहेको छ नि फोटो खिच्ने कि भिडियो बनाउने हो भिडियो पनि हाल्नु हिँड्न अगाडि रिल्स बनाउने काम रिलहरू चाहिँ टिकटकमा आउँछ होला बेलुकातिर स्टार बन्द जस्तो यस्तो बाटोमा चलाउनु पर्छ तर मान्छेले फेरि बाइक चलाएको भिडियोमा खासै लाइक गर्दैन केटाहरू किन मलाई मात्र हो कि अरूलाई पनि त्यो फेरि ग्राउन्ड क्लियरेन्स चाहिँ छैन त्यसको त्यही भएर होसियार भएर जानुपर्छ जेआरजी चाहिँ कति 45 डिएमएम हो यसको चाहिँ 220 होला सायद त्यही भएर विचार गर्नु पर्ने हुन्छ जेआरजी कहाँ पुगिसक्यो म भनेको सही थियो कता जाने हो कता जाने यता बाटो छ र यहाँनिर बाटो छैन कि यहाँनिर अनि अघि चाहिँ माथिबाट आएको अहिले चाहिँ तलबाट जाने कुरा भइरहेको छ जान्छ त्यस्तो बाटो जान्छ कि भन्ने हो यहाँनिर टच हुन्छ भनेर जान्छ क्या हो यहाँनिर इन्जिन टच हुन्छ क्या यसमा यार कहाँ यार अगाडि धोस्तै छ यार त्यहाँ यस्तो छ खै के जानु यार यस्तो छ के जाने खै उतापट्टि कस्तो छ भने निस्किने ठाउँ फेरि त्यो पनि हेर्नु पऱ्यो हेर त अगाडि के लाग्छ तिम्रो बिच हामीबाट त गइहाल्छ ऊ पर ढुङ्गाको पल्लो ठुलो ढुङ्गामा हेर नि त्यहाँ न त त्यो परको ढुङ्गा साइड आइदियो कि त पल्लोवाला यहाँबाट जान गइहाल्छ यहाँबाट त एउटा त्यो ढुङ्गा साइड आइदियो क्या कि छैन उता कस्तो छ उता कस्तो छ उता अहिले ठिक छ भन्छ र म अहिले उता पनि ठिक छ र तिम्रो ग्राउन्ड क्लियरेन्स धेरै छैन हाम्रो पछि हुन्छ त बिस्तारै हाल्ने यहाँ त मेरो ओइ माछ कसो बाइक अलि ल्याएको थियो क्या ओइ
ढुङ्गामा ला के भएछ यो ढुङ्गा साइला भन्दा भन्दै मुमुरी यो ढुङ्गा साइलाउनु पर्छ अघि यो ढुङ्गा साइलाउनु पर्छ न टच भइहाल्छ मेरो यार यो ढुङ्गा साइलाउनु पर्छ न टच हुन्छ भन्दैछ अगाडि भन्दा थिएँ म अघि भन्दैछ यो टाइले यता सारिदियो कि त भइहाल्छ यो टाइले यता सारिदियो भइहाल्छ अघि तिमी अघि आएको ढुङ्गा फाल्थ्यौ भने नि बिचमा हट्यो नि यो त्यो ढुङ्गा थोरै किन यो ढुङ्गा थोरै पछि ल्याइदियो भइहाल्छ यो ढुङ्गा थोरै पछि हान कि तु त्यहाँ टच भयो कि अघि तिमीलाई फाल्थ्यो भने ल गयो खै त्यहाँ ल अघि पनि टाइट भएको छ चिकन बल्ल तल आयो चिकन सबसे आजको बाटोको सब चिकन रहेको एकछिन ज्यादा हेर्दा पनि आउँछ उसको त आइहाल्ला सजिलै छ बाटो ढुङ्गो पनि चल्दैछ यताबाट फेरि बाइक आउँदा हेर्नु छ आइहाल्ला तिम्रो त लेगार छैन केही छैन मजाले बिस्तारै बिस्तारै लेगार छैन केही छैन आइहाल्छ तिम्रो त बिस्तारै बिस्तारै यो सही छ को हेर मान्छे यार चिन्नै गाह्रो भयो कति गोल गरे यता साइड लगाइदिउँ है अब चाहिँ लास्ट कभर पनि भइहाल्यो यो पनि धेरै चाहिँ नानी यहाँनिर बाइक राख्नु पऱ्यो त ग्राउन्ड चाहिँ यस्तो बवाल छ कि यार भाइ सही एकछिनपछि अब फुटबल खेलेर निस्किनुपर्छ फुटबल खेलेको भिडियो त खै के बनाउनु फुटबल खेलेको भिडियो बनायो फेरि मगनको कपी गऱ्यो भन्नु केटाहरूले गाह्रो छ जिआरजी चाहिँ निस्किन लागिसक्यो हामी चाहिँ यहीँ छ बाइक हामी चाहिँ एकछिनपछि जान्छौँ त्यही हो अब चाहिँ आजको भिडियो यहीँ इन्ड हुन्छ होला थाहा छैन युट्युबमा चाहिँ आउँछ आउँदैन यहाँ चाहिँ हामी फुटबल खेलेर बस्यौँ केटाहरूले त छ त्यही हो एकचोटि भिडियो चाहिँ टेस्ट हान्नु पऱ्यो है त